धेरै वर्ष अगाडि एउटा ठुलो जङ्गल रहेछ। त्यो जङ्गलको बिचमा एउटा सानो गाउँ रहेछ। अनि त्यो जङ्गलमा चाहिँ विषालु सर्पहरू बस्दा रहेछन्। ती सर्पहरू चाहिँ गाउँमा जाँदै मान्छे टोक्दै मार्दै गर्दा रहेछन्। त्यो कारणले गाउँकाहरू डरमा बाँच्दा रहेछन्, त्रसित रहेछन् सर्पहरूदेखि। केही वर्ष त्यत्तिकै बितेछ। बिस्तारै मानिसहरूमा यसरी डराएर जस्तो बाँच्नु हुँदैन, परिवर्तन ल्याउनुपर्छ भनेर चेतना विकास हुन थालेछ। के गर्ने त भनेर छलफल गर्दा गाउँका 2-3 हट्टाकट्टाहरूलाई पठाउँ, सर्पको राजा खोजौँ, राजा खोजेर मारेपछि अरू त आफै डराएर भाग्छन् भनेर निष्कर्ष निस्केछ। अनि त्यही अनुसार गाउँका अलि हट्टाकट्टा ज्यान लागेका 2-3 केटाहरूलाई पठाएछन्। अनि ती केटाहरू पनि हौसे गए लट्ठी बोकेर राजा खोज्न। अनि भेटेछन्। त्यो राजा पनि यत्रो वर्ष कोही आउन नसकेको, डराएर बसेको, एक्कासी 2-3 लट्ठी लिएर कुट्न आउँदा ऊ पनि आलस तालस भएछ। अनि केटाहरूले कुट्न थालेछन् लट्ठीले। कुट्दा कुट्दै एउटाले त्यसको टाउकोमा किसिँदैन, नभए अहिले टोक्छ भनेछ। त्यो छेउमा जो थियो त्यसले किसिँदैछ टाउकोमा। अरू सर्पहरू हेर्दै थिए, राजाको टाउकोमा किचेको देखेर त उनीहरू पनि अब सक्ने भयो भनेर भागेछन् सबै। अनि सर्पहरू भागेको देखेर गाउँलेहरू खुसी भए, अब परिवर्तन आयो, अब सकियो, डर सकियो भनेर नाच्न उफ्रिन थालेछन्। त्यो जसले सर्पको टाउकोमा किचेको थियो त्यो पनि उफ्रिनलाई खुट्टा उठाएछ। राजा मरेको त थिएन, दबिएको थियो, विष त थियो। खुट्टा उठाउने बित्तिकै टोक्दैछ, टोकेर त्यो केटो त्यहीँ मरेछ। त्यो देखेर सबै डराए, भागे, गाउँलेहरू भागे। फेरि सर्पहरू लुकेका फर्केर आए। त्यही गाउँ, त्यही त्रास, त्यही राजा, त्यही विष, जस्ताको तस्तै। गाउँलेहरूले परिवर्तन चाहनु गलत होइन, विद्रोह गर्नु गलत होइन, सही हो। गल्ती कहाँ भयो भने फेरि डस नआउने बाटो राखिदिनु हुँदैन थियो, मार्नु पर्थ्यो, सकाउनु पर्थ्यो। हामीले पनि फेरि डस नआउने बाटो दियौँ भने तिनै सर्पहरू आएर त्यसरी नै डस्छन्, फेरि आउन नपाउन्। अनि मात्रै परिवर्तन आउँछ।